नमस्कार, हामी यतिखेर सहारागरमा छौँ। सहारागरको आधिकारिक सामाजिक सञ्जालबाट यहाँलाई सेवा लिएर उपस्थित हुने नै गर्छौँ र यो आँगनमा आज परिवारको आफन्तहरूको जन्मोत्सव हामी मनाउन गइरहेका छौँ र विशेष गरी आजभोलि आफन्तहरूले पनि हामीले गरिरहेको सेवामा चाहिँ साथ सहायता गरिरहनु भएको छ। खुसी लाग्छ। कुनै दिन यस्ता पलहरू पनि थिए सबैभन्दा बढी परिवार र नजिकका मान्छेले हामीलाई घृणा गर्थे। अहिले परिवारका व्यक्तिहरू पनि अरू सँगसँगै यो सेवामा गर्नुपर्छ हामीले पनि भन्ने भावना जागृत भएको छ, गर्व फिल भएको छ। आज मिति 2080 1 महिना 9 गते यो सहारागरको आँगनीमा यहाँहरू उचाली दिँदा यो आँगन पवित्र भएको छ। यहाँलाई यो आँगनमा नै हामी स्वागत गर्न चाहन्छौँ। मन्याल गाउँपालिका वार्ड नम्बर 7 निवासी स्वर्गीय हजुरबुवा मानबहादुर विष्ट, हजुरआमा हिउँकला देवी विष्टका नाति बुवा धर्मसिंह विष्ट र आमा देवकला विष्टको छोरा तपाईँ महेश विष्टको आज 29औं जन्मोत्सव हामी सहारागरका पाहुनालाई बिहानीको मिठो भोजन सेवा गराउँदै मनाउँदैछौँ। यतिखेर हामी आफन्त, हामी मित्रहरू, हामी सबै परिवार सहितको उपस्थिति छ र आदरणीय युवा वीरेन्द्र विष्ट बाबु, अर्जुन पोखरेल भाइ, आदरणीय व्यक्तित्व प्रकाश रावल सर, अमर टमटा भाइ, दिपेश टमटा भाइ, हिरादेवी रावल आदरणीय व्यक्तित्व, शिरशिर बोरा आदरणीय व्यक्तित्व, शिरशिर चन्द्र सोराडी आदरणीय बाबु, मालिका सोराडी आदरणीय नानी, यहाँ सबैलाई टोकन लगाइदिन म छोरीलाई अनुरोध गर्न चाहन्छु। सहारागरमा न्यानो स्वागत छ। यहाँलाई भावना अनि यो सानो माया सहित उहाँहरू यति सहारागरमा हुनुहुन्छ। सहारागरमा यहाँलाई र हामी आउने आगन्तुकलाई यसरी नै स्वागत गर्ने गर्छौँ। यो हाम्रो सानो माया हो। हामीले यहाँ सबैलाई यसरी नै माया गर्ने एउटा वातावरण सधैँ बनिरहोस्। यहाँहरूलाई पनि सधैँ दिन पुगोस्, खान पुगोस्, खानाको अभाव कहिले अभाव नहोस्। यस्तो अवस्थाहरू, यस्ता आश्रमहरू खुल्न पनि नपरोस्, यस्तो ठाउँमा जानु पनि नपरोस्। यस्ता व्यक्तिलाई राज्यले, सरकारले आफ्नो मातहतमा लिएर सेवा गर्न सकोस्। हामी सबैलाई प्रेरणा दिन सकौँ। यहाँलाई आज यहाँहरूको उपस्थितिले यहाँलाई आजको दिनको एक छाक भोजनको लागि गर्नुभएको प्रयासको लागि हामी धन्यवाद दिन चाहन्छौँ। रक्षाको कारण हामी यो कार्यक्रम गर्दै आएका छौँ। आज पनि आफ्नो भाइको सुस्वास्थ्य दीर्घायु कामना, जहाँ जे जस्तो अवस्था पनि राम्रो होस्। सधैँ फर्किरहनु होला, लाखौँ लाखौँ वर्ष बाँचिरहनु होला, लाखौँ लाखौँ वर्ष बाँचिरहनु होला, ह्यापी बर्थडे टु यु। र ईश्वरको बास पनि त्यही हुन्छ जहाँ दुःख र पीडाले रुम्लेका आत्माहरूको बास हुन्छ। सहारा त्यसैको भन्नु जसलाई सहाराको खाँचो छ। भजन गाउने ओठहरूभन्दा सेवा गर्ने हातहरू सम्भव त महान हुन्छन्। एक्लैले गरेको सेवा एकजनाका लागि हुन्छ। यसरी समूहमा गरेको सेवा समग्र मानव जाति, विश्व भाइबन्धु माने व्यक्तिका लागि हुन्छ। हे ईश्वर, हे आत्मा, हे परमात्मा, हे गड, हामी विभिन्न नामले पुकार्छौँ, आस्था अनि विश्वास गर्छौँ। हजुरलाई फरक नामले पुकारे पनि हजुर एउटै भएको महसुस गर्न सकौँ, लिने भन्दा बढी त्याग्न सकौँ। मभित्र लोभ छ, लालच छ, मोह छ, घमण्ड छ, यसलाई त्यागेर यसको बदलामा दया, माया, प्रेम, करुणा भर्न सकौँ। स्वयं यो शरीर दिनुहुने सम्झिनुहोला, स्वयं यो शरीर दिनुहुने आफ्नो आमालाई सम्झिनुहोला, स्वयं यो शरीर दिनुहुने मेरो माता र मलाई कर्म दिनुहुने मेरो पिता, मलाई ज्ञान दिने गुरुलाई मैले ईश्वर भगवान गड मान्न सकूँ भनेर सोधिदिनु होला। आजकै दिन 29 वर्ष पहिला तपाईँको आमालाई पीडा भएको दिन, तपाईँको आमालाई छटपटाट हुँदै पीडा भएर तपाईँ यो संसारमा आउनुभएको दिन र पहिलोचोटि, दोस्रोचोटि, तेस्रोचोटि यसरी पीडा सधैँ तपाईँहरू छोराछोरीलाई जन्म दिने ती महान कोखलाई एकचोटि फेरि पनि हामी सम्झौँ। सबैले आफ्नो आमालाई पनि मिस गर्नुहोला, आफ्नो आमा खुट्टाको पैतला, घुँडा, नभ, गर्भलाई जहाँ हामीलाई 9 महिना 7 दिन समथिङ लुकाउनु भयो अनि त्यसरी पीडा सहेर संसार ल्याउनु भयो। ल्याउँदाखेरि आमाले हाम्रो अनुहार हेर्नुभयो अनि साडा पिर्सा बिर्सिनु भयो। अनि हामीलाई सानोमा रहँदा भोग लागेको, हामीलाई रोग लागेको, हामीलाई निद्रा लागेको, हामीलाई प्यास लागेको, हामी नबोल्दा पनि आमाले हाम्रो भावना अनुसार बुझ्नुहुन्थ्यो। हामीलाई तोते बोली सिकाउनु भयो, हामीलाई खाना त्यसरी खुवाउनु भयो र हामीलाई चिसोमा न्यानो गर्नुभयो, गरिबमा शीतलता दिनुभयो। हाम्रो आमाले हामीलाई हुर्काउनु भयो, पढाउनका लागि, लेखाउनका लागि आफ्ना इच्छा आकांक्षा सबै त्याग्नुभयो। दाँत, अनुहार, आँखी, भाउ सम्झिँदै आमाले बिरामी हुँदा पनि अमृतमय धारा हामीलाई खुवाएका दिनहरू अनि आमा स्वयं बिरामी हुँदा पनि खुवाएका दिनहरू सम्झिने भने
हामी बिरामी हुँदा आमाले साथ छोडेका दिनहरू पनि छन्। त्यसैले आमाले सम्पूर्ण कुरा हाम्रो जिम्मेवारी लिनुभयो र ती आमाको कोखलाई नमन गरिदिनु होला। बाबा खुट्टा पैतला घुँडा नभ काँध जाँच हामीलाई कानमा चढाउनु भयो। चोराउला समात्दै हिँड्न सिकाउनु भयो अनि तोते बोली सिकाउनु भयो। सानो हुँदा कमल खुट्टाहरू समात्दै आकाशतिर तिरतिर गर्नुभयो अनि पुरानै टोपी पुरानै अस्कोट प्यान्ट जुत्ता सर्टमा जीवन काट्नुभयो। दसैँ तिहार पढाउन लेखाउँदा हामीलाई उच्च शिक्षा हासिल गर्दा हाम्रो विवाहरत गरिदिँदा हामीलाई कन्यादान दिँदा बाबाले ठुलो त्याग गर्नुभयो। सबै अभावमा पनि हामीलाई कहिले अभाव सिर्जना भएको महसुस गर्न दिनु भएन। ती बाबालाई पनि सम्झिँदै आफूलाई ज्ञान दिने आफूलाई पढाउने आफूलाई सम्पूर्ण कुरा गर्न सिकाउने ती गुरुलाई पनि सम्झिँदै आज सहारा घरमा मैले आज यहाँ सेवा गर्दैछु। जसलाई भोकको आवश्यक छ, जसलाई नाङ्गो शरीरमा लुगाको आवश्यक छ, बस्ने बासको आवश्यक छ र यिनलाई पनि बैशाखी र सहाराको आवश्यक छ। यिनले बोल्यो भने पनि फरक बोल्छन्, गरे भने पनि फरक गर्छन्। त्यही सडक पेटीमा हिँडेका हापापा आज यहाँ मुस्कान भएका छन्। आज सडक पेटीमा विभिन्न व्यक्तिहरू जोसँग हामीले वर्षौँ दिन हेरेका थियौँ, जो तडपेका थिए, जसको खुल्ला आकाश छानो थियो, बस बिसाउने पार्टीहरू उनीहरूको आरामदायी गर्ने बिस्तारा थियो, फालेका कन्टेनरमा फालेका सडे गलेका कुराहरूको आहार थियो, त्यही खोजी खान्थे। ती व्यक्तिहरूले कम्तीमा अहिले एक छाक यसरी मिठो खान पाएका छन् र पुरानै जस्तो भए पनि लुगा लाउन पाएका छन्। एउटै छानामुनि बसेर एउटा परिवार बन्न पाएका छन्। यी सबै आत्माले तपाईँलाई आशीर्वाद दिनेछन्। हामीले दिएको आशीर्वाद कति लाग्ला नलाग्ला, तर यी अबोध अन्जान ईश्वरका लाटा सोता सन्तानले दिएको आशीर्वाद हजुरको जीवनमा लाग्नेछ, फल्नेछ, फुल्नेछ। दिन 10 गुणा रात 4 गुणा भएर तपाईँका जीवनका प्रगतिका पाइलाहरू अगाडि बढ्नेछन्। तपाईँ सूर्य जस्तै सधैँ चम्किलो बन्नुहोला, चन्द्रमा जस्तै सधैँ शीतलता दिनुहोला, एउटा वृक्ष जस्तै सधैँ शीतल बनिरहनुहोला, पानीभन्दा तरलता भन्नुहोला अनि अमृतभन्दा मिठो भन्नुहोला। तपाईँको जीवनमा कहिले पनि दुःख कष्ट आइ नपरोस्, तपाईँको घर परिवारमा नआइपरोस्। अनि विशेष गरेर मावली हजुरबा हजुरआमा मामा माइजू यहाँहरूको मैले जीवनसाथी सोध्न बिने यदि विवाह गर्नुभएको छ भने आफ्नो जीवनसाथी सासू ससुरा छन् भने उहाँलाई पनि मिस गर्दै आज आफ्नो जन्मदिन साँच्चै सार्थकतामा बदलिएको महसुस गर्दै उपस्थित हुने मेरो दिदी भिनाजु, मेरो भाइ दाई, हामी सबै इष्टमित्र फ्रेन्ड सबैलाई धन्यवाद दिँदै म आज एकदमै खुसी भएको छु भन्ने भावना अन्तरात्मामा लिँदै हामी सबैको एक दिन घट्दै तपाईँको आयु थप्दै तपाईँलाई जन्मदिनको शुभकामना दिन चाहन्छु। बिस्तारै आँखा खोल्नुहोस्, बत्तीलाई हेर्नुहोस्। ह्याप्पी बर्थडे, ह्याप्पी बर्थडे, ह्याप्पी बर्थडे टु यु, 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 ह्याप्पी बर्थडे टु यु। यसरी खुसीका साथ जन्मदिन मनाएर आफ्नो दिदीबहिनी दाइभाइ इष्टमित्र साथीभाइहरू बीच उहाँले यसरी जन्मदिन मनाउनु भयो र यो जन्मदिन सार्थकतामा उहाँको बदलिएको उहाँले महसुस गर्नुभयो र उहाँले आज यो रमाइलो पललाई यहाँका साना आशाका किरण छोरीहरूसहितलाई सेवा गर्दै आज सहारा घरको यो हाइटमा विशेष बर्दुगुरिया गाउँपालिकाको यो हाम्रो नेचुरल प्रकृतिको भ्यू टावरबाट उहाँले झुलुङ्गा खेल्दै चन्द्र सूर्य राष्ट्रिय ध्वजा फरफराइरहेको यो आँगनलाई सुन्दरमय बनाउन आफ्ना भावना पोख्नुभयो र उहाँका भावना अनि उहाँको सोचलाई सुनिदिनु होला। नमस्कार। आज मिति 2080 1 महिना 9 गतेका दिन मलाई यस धरतीमा पाइला टेकाउनु हुने जन्मदिन हुने मेरा भगवान आमा बुवाहरूलाई सर्वप्रथम शिर निहुरेर ढोक गर्न चाहन्छु र आफ्नो जन्मदिनको अवसरलाई पारेर मैले आजको दिनमा असहायहरूका लागि यस सहारा घरमा आएर असहायहरूलाई एक दिनको आफ्नो जन्मदिनमा अन्यथा खर्च नगरी कुनै पार्टी विलासमा खर्च नगरेर असहायहरूलाई एक दिनको भए पनि खाना खुवाउनुपर्छ भनेर आज यस सहारा घरमा आउँदा
एकदमै खुसी लागेको छ र हामीहरूले त एक दिनमा खाना मात्रै खुवाउँछौँ, तर आदरणीय बलबहादुर विष्ट आदरणीय दाइ बलबहादुर विष्टजीले यस सहारा घर सञ्चालनमा ल्याएर यति दुःख कष्ट गर्नुभएको छ, असहायहरूका लागि यति सहारा बन्नुभएको छ। उहाँहरूलाई सर्वप्रथम त सल्युट गर्न चाहन्छु म। उहाँहरूको यो देन सायद कसैले पनि गर्न सक्दैन होला। त्यसकारण आगामी दिनहरूमा पनि मैले आफूले कमाएको हरेक कुराहरूमा आफूले कमाएको 3% जति मैले सामाजिक क्षेत्रमा यस्तै दुखी गरिबहरूको लागि, असहायहरूको लागि प्रत्येकचोटि सामाजिक क्षेत्र होस् या हरेक कुराहरू होस् मैले सहयोग गर्ने गरेको छु र आगामी दिनमा पनि यस्तै गरी सहयोग गर्ने आफ्नो मनसाय राख्दै आज यहाँ आएर एकदमै धेरै खुसी लागेको महसुस भएको छ। भावनाहरू साट्दै आफ्ना प्रेमहरू बाँड्दै जन्मदिनको भावनालाई आत्मसात गर्दै उहाँहरू आफ्नो कार्यक्रम सकेर यतिखेर सहारा घरबाट बाहिरिँदै हुनुहुन्छ। यो आँगन फेरि पनि कुचलिदिँदा उहाँहरू आइदिँदा अझै अमृत र अझै औषधि रूप यो सेवालाई साथ गर्दा अझै उहाँलाई आत्मीयता प्रेम बढेको हामीलाई भास भएको छ र यो आँगन यहाँहरू फेरि आउनु नै हुनेछ। हाँसी खुसी यहाँहरूको जीवन अगाडि बढ्ने नै छ। हो, तपाईँ हामी सबै मिलेर मानवताको रक्षा र मानवता प्रवर्धनका लागि हामीले गर्ने साना प्रयासहरू साँच्चै आफ्नो ठाउँबाट एकदमै अनुकरणीय कुरा हुन् र हामी यतिखेर तपाईँहरूलाई सहारा घरबाट तपाईँहरूलाई तपाईँको यात्राको शुभ भावना दिँदैछौँ र तपाईँलाई हामी ह्याप्पी जर्नी भन्दै तपाईँको सुखद जीवनको सुखद भावना र तपाईँको जीवनका हरेक पलहरू हरेक क्षणहरू खुसीले बितुन् र तपाईँसँगै थोरै खुसी निकालेर तपाईँसँगै अन्य खुसी हराएका व्यक्तिलाई पनि खुसी भर्न सक्नु र मानवताको उदाहरण र पहिचान हो। तपाईँको यात्रा शुभ रहोस्।